हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अहिले म चाहिँ नेचरनेस रिसर्टमा छु। अबको यात्रा हाम्रो चाहिँ बर्दिया नेसनल पार्कमा छ। अब आज हामी चाहिँ बर्दिया नेसनल पार्क अरू ठाउँहरू घुम्नेछौँ। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी चाहिँ बर्दिया नेसनल पार्क जाँदैछ। हाम्रो यो गाडी यो चाहिँ नेचरनेस रिसर्ट है। अबको यात्रा हाम्रो चाहिँ बर्दिया नेसनल पार्क। भोलि गाउँ बसेर अब हामी बर्दिया नेसनल पार्कतिर जाँदैछौँ। ल बस साथी। यहाँबाट तल चाहिँ बर्दिया राष्ट्रिय जाने बाटो हो यो। जो जाँदै छैन दादा तिमीहरूसँग किन? जे भाइ किन त्यस्तो भएको छ? हामी बर्दिया नेसनल पार्कबाट पुग्न लागि हो। यो सबै होमस्टे है। माछा छ क्या त ल नालामा? अहिले चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती शाखामा छौँ। अब हामी हात्ती हेर्न जाँदैछौँ। साथीहरू सबै यो चाहिँ हात्ती। अब हात्ती चराउने टाइम भइसकेको छ। त्यहाँ जान मिल्दैन। ओइ ओइ हात्तीको बच्चा पनि हो है यो। हात्तीको नाम सिपकली रहेछ यो। सिपकली चतुर्गज। यो चाहिँ मेल हो है। त्यो उताको फिमेल, यो चाहिँ मेल रहेछ केटा। अब यो सबै हात्तीहरू हात्तीमा बस्दा के रे? सुन्नु न के रे, हात्तीमा यहाँ के छ? चढ्ने मिल्छ? चढ्ने सिस्टम छैन है। त्यसो भए हामी कहाँ जानुपर्छ? बर्दियामै पाइन्न है? ए उता त्यसो भए चितवनतिर पाइन्थ्यो होइन? यहाँ छैन प्राइभेट त्यसो भए। ए हेर अब लगिसक्यो हात्ती। उता हेर न, अब हात्ती चराउन लगिसक्यो भने के यति ठुलो अब खाना चराउन लग्यो नि। अब हजुर कति वर्ष भयो यो हात्ती? 70 वर्ष है। बुढो भइसक्यो रहेछ यो। सबभन्दा बुढो यहाँ कति वर्षको छ? ओ त्यो हेर खुट्टा यो। हामी चाहिँ बर्दिया नेसनल पार्क पुगिसकेका छौँ। हाम्रो चाहिँ गाडी हो। अब हामी चाहिँ बर्दिया नेसनल पार्कको मेन गेट।
अब सबैजना सबैजना मेन गेट यो चाहिँ हाम्रो गाडी ल अब जाम अब भित्र भात त भर्खर भात भनेर आएको कि त्यही भएर भित्र घुमेर अनि आउने खाने बाँदर आइसक्यो है उता हेर्नु बाँदर आइसक्यो हाम्रो भित्र आइने ओ त्यस्तो नगर बच्चा चाहिँ ल यो अर्डेन्समा बक्कर जान्छ चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज ओ धेरै हल्ला नगर है ओइ नजिस्काउ न कुट्छ ओए यिनीहरूको ग्याङ आएर आयो कुट्छ हेर ओए खानेकुरा ओए खानेकुराहरू त यिनीहरूले कहाँ छोड्छन् खानेकुरा देखाउने हुन्न जसरी यिनीहरूले तिमीलाई लुटिहाल्छन् थाहा छैन यिनीहरूले यहाँको डन हुन् लोकल यहाँको लोकल हुने यहाँको तिमीलाई जबरजस्ती खोसेर पनि यिनीहरूले खाइहाल्छन् हामी हात्ती र गैँडा हेर्न जाँदैछौँ है बाघ पनि हो बाघ पनि हो नि बाघ छ अहिले यहाँ त्यही बाघ र गैँडा पाउने ठाउँ रहेछ उता पछाडि गई पछाडि जान्छ हो मृग बाघ र गैँडा हात्तीको यहाँ चाहिँ बाघ हेर्नेको सङ्ख्या बढ्दछ यहाँ चाहिँ बाघ छ है अनि यहाँबाट बाघ हेर्ने हो भित्र यहाँबाट हेर्ने बाघ है बाघ खै देख र बाघ छ त्यहाँ यहाँ भित्र छ बाघ खाना दिन लाएर चाहिँ त्यही गैँडा यता गैँडा छ अब हामी चाहिँ गैँडा हिँड्न जाँदैछौँ है गएको पर्छ ओ हल्ला नगर है हल्ला गयो हेर गयो हल्ला नगर यहाँ चाहिँ गोहीका बच्चाहरू रहेछन् यो गोही कति अल्छी हुने हो कि हलचलै गर्दैनन् यार कति अल्छी हो कि मरे जस्तो गरेका छन् यार मूर्ति जस्तो मरे जस्तो गरेका छन् यार यिनी हलचलै केही पनि छैन गोहीहरूको यहाँ चाहिँ बादलको आतङ्क रहेछ हेर न के हलचलै छैन कि यिनीहरूको पानीमा पनि हलचल छैन के सबै बच्चाहरू गोहीको बच्चाहरू यति अल्छी रहेछन् है बाँदरको आतङ्क रहेछ यहाँ चाहिँ ठुलो गोही रहेछन् ठुलो गोही रहेछन् यहाँ पनि गोही पुरै गोही नै गोही
ओ कछुवा रहेछ नि ल कछुवा 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 पनि एकदम साइलेन्ट नहुने रहेछ अनि चाहिँ गएर कछुवा हेरेर अब फर्किँदैछौँ है सबै यहाँ बाघ गैँडा गई हेरेर चाहिँ फर्किँदैछौँ है अब चाहिँ हामी म्युजियम हेर्न जाँदैछौँ अब हामी चाहिँ थारू कल्चरल म्युजियममा चाहिँ हामी जाँदैछौँ है थारू कल्चरल म्युजियम भन्ने ल यो चाहिँ के रहेछ हेरेर न यहाँ चाहिँ यो ड्रम यो चाहिँ ढोल अनि यिनीहरू पहिला काठको चप्पल होला सायद हेर थारूहरूको पहिलाको काठको चप्पल बस्ने यो चाहिँ दाल साल किन्ने यो चाहिँ ढिकी रहेछ ढिकी ढिकी अनि सबै यो ढिकी अनि त्यसपछि यो सबै सामानहरू यो चाहिँ बस्ने रहेछ है म बस्दिन्छु जन्मष्टमी कृष्ण जन्माष्टमी यस्तो गर्ने रहेछन् जाने यहाँभित्र यहाँ सुत्ने बच्चा बच्ची सुत्ने छोराछोरी भाइ सुत्ने यहाँ चाहिँ छुन मिल्दैन त यो चाहिँ मान्छे सुत्ने हेर यहाँ चाहिँ अन्न राख्ने हेर यहाँ यो अन्न राख्ने होला यो सबै भाँडा यो सबै अन्न राख्ने होला होइन यो अन्न स्टोर गर्ने गहनाहरू है यो गहनाहरूको स्टोर रहेछ यहाँ सबै यहाँ सुत्ने बेड यो मयूर हेर न माथि मयूर यो नयन अर्गाली वाइट सिप विषालु सर्पहरू नेपालमा पाइने विषालु सर्पहरू यो चाहिँ बेङ्गल टाइगर घरल गोही मक्स डियर चरीबाघ 12 सिङ्गे भयो यो अड्ना भयो हात्तीको अनुहार खै कहाँ छ हात्ती दाँत त्यस्तो दाँत त्यति खतरा होइन यार सबै यो गैँडा चाहिँ डेन्जर गैँडाको दाँत डेन्जर हुने रहेछ यार गैँडाको यो चाहिँ 12 सिङ्गेको सिङ यिनीहरू सब जरा कछुवा गौरी गाईहरू भयो बर्दिया नेसनल पार्क घुमेर हाम्रो चाहिँ सकियो सबै मैले तपाईँहरूलाई देखाइसकेँ यहाँ थारू म्युजियमदेखि लगेर सबै अनि यहाँ चाहिँ अब हामी निस्किँदैछौँ यो चाहिँ बर्दिया नेसनल पार्क अब चाहिँ घुमेर सकायौँ अब हामी चाहिँ खानातिर जाँदैछौँ है अब नेसनल पार्क घुमेर खाना हुँदैछ खाना सबैको बर्दिया नेसनल पार्क घुमेर पोठिया काट्दै टिकापुरले जान्छौँ है ल खै त हल्ला गरे खै त
हामी चाहिँ कोठियाघाट पुल आइसक्यौँ। अब हामी हिँड्यौँ है। कोठियाघाट पुल आएछु। कोठियाघाट पुल ओ झर हेर्ने भएपछि झन् यही हो पुल 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 हेर यही हो कोठियाघाट पुल। यो चाहिँ सबभन्दा लामो नेपालको लामो पुल। हाम्रो फोटो खिच्ने कार्यक्रम सकाएर अब हामी चाहिँ जाँदैछौँ है। पुल यति लामो छ, अब कतिखेर सकिने हो यो क्रस गरेर, गाह्रो छ हामीलाई। यहाँ चाहिँ माछा मारिरहेछन् र यो पुल चाहिँ यति लामो छ कि अब क्रस गर्दा गर्दै हैरान हुनेवाला छ। डेन्जर छ हल्लाउँछ यार यो। अझै पुल भेटिएको छैन है। कति लामो छ कति लामो छ। यहाँ चाहिँ अब सीमा सकियो। यहाँ चाहिँ तोरी बाजी फुले तोरी फुल्या छ। कैलाली नगरपालिकामा छौँ। पछाडि डान्स चलिरहेछ। बाटोमा कति धुलो हो यो। टिकापुर प्रवेश भइसकेपछि जताततै केरा गाडीमा देखिने टिकापुर पुग्यो हो। आजको हाम्रो बसाइ टिकापुर पुग्छ। अब टिकापुर बस्ने आजको बसाइ हाम्रो टिकापुर छ। के रहेछ कृषि बजार हल्ला आजको हाम्रो बसाइ हुन्छ।